हेर्नुस्, हाइड्रोपावर इन्जिनियरिङमा कति जोखिम त छर्लङ्गै देखिन्छन्, तर साँचो खतरा त हिसाब किताब र डिजाइनभित्र लुकेको हुन्छ। आज हामी पेनस्टक डिजाइनमा रहेको त्यही अदृश्य तर विनाशकारी जोखिम र त्यसलाई सधैँका लागि हटाउने प्रविधिको गहिराईमा पुग्दैछौँ। यो कुनै सुनेको कुरा वा चेतावनी मात्र होइन, यो ती प्रोजेक्टहरूको तितो यथार्थ हो जसले सानो डिजाइनको गल्तीलाई बेवास्ता गरे। नतिजा करोडौं डलरको संरचना एकैछिनमा ध्वस्त, वातावरणमा कहिल्यै नमेट्ने क्षति र लगानीकर्ताको विश्वाससँगै सिङ्गो प्रोजेक्ट नै समाप्त। हाम्रो आजको विश्लेषण यहीँबाट सुरु हुन्छ। ल, अब कुरा गरौँ यो सबैको मुटु पेनस्टकको बारेमा। सोच्नुस् त, यो हाइड्रोपावर प्रोजेक्टको मुख्य नसा हो। यही पाइपबाट एकदमै धेरै प्रेसरको पानी टर्बाइनसम्म पुग्छ, जसले बिजुली निकाल्छ। यसको स्थिरतामा नै पुरै प्रोजेक्टको सफलता निर्भर हुन्छ। अनि त्यो पेनस्टकलाई चट्टान जस्तै गरी पहाडमा समातेर राख्ने काम कसले गर्छ? हो, एङ्कर ब्लकले। यी विशाल कङ्क्रिटका संरचनाहरूले पानीको त्यो कल्पना गर्नै नसकिने शक्तिलाई थामेर राख्छन्। यिनीहरू एक किसिमले गुमनाम हिरो हुन्, तर यिनको डिजाइनमा हुने सानो भूलले सबै थोक तहसनहस बनाइदिन सक्छ। ल, आज हामी के कुरा गर्छौं सरसर्ती हेरौँ है त। पहिले त्यो विनाशकारी जोखिमको बारेमा कुरा गर्नेछौँ, त्यसपछि त्यसको स्वचालित समाधान के हो, अनि व्यापारिक हिसाबले यो किन जरुरी छ, यसको पछाडिको फिजिक्स इन्जिनले कसरी काम गर्छ, र अन्त्यमा सुरक्षाको अन्तिम जाँच के हो। त्यसो भए अब लागौँ सबैभन्दा ठूलो समस्यातिर। त्यो हो पुरानो हातले गरिने डिजाइन। यो केवल पुरानो तरिका मात्र होइन, यो एउटा यस्तो प्रक्रिया हो जसले इन्जिनियरिङको खर्च बढाउँछ र विनाशकारी जोखिमलाई निम्तो दिइरहेको हुन्छ। अब यो हेर्नुस् त, पुरानो र नयाँ तरिकामा कति फरक छ। आकाश पातालको फरक भन्दा पनि हुन्छ। पुरानो तरिकामा एकजना सिनियर इन्जिनियरले एउटै ब्लकको लागि घण्टौं लगाउँछन्, जहाँ एउटा सानो टाइपो वा हिसाबको गल्तीले सबै कुरा बिगारिदिन सक्छ। तर स्वचालित विश्लेषणमा त्यही काम केही सेकेन्डमा हुन्छ, गणितीय रूपमा 100% सही, जसले असफलताको जोखिमलाई शून्यमा झारिदिन्छ। हो, यही टाउको दुखाएको, यही जोखिमको एउटै पक्का समाधान छ, एङ्कर ब्लक प्रो। अब हेरौँ यसले कसरी त्यो पुरानो जोखिमपूर्ण तरिकालाई सधैँका लागि पन्छाउँछ। सुन्दा सामान्य लाग्ला, तर एङ्कर ब्लक प्रो एउटा यस्तो गजबको क्रोम एक्सटेन्सन हो जसले घण्टौं लाग्ने जोखिमपूर्ण म्यानुअल कामलाई एकै झट्कामा गणितीय रूपमा त्रुटिहीन प्रक्रियामा बदलिदिन्छ। यो भनेको गति र शुद्धताको त्यो बेजोड संयोजन हो। अब इन्जिनियरिङको कुरा त छँदैछ, तर बिजनेसको नजरबाट हेरौँ न। पैसा लगाउने मान्छे, प्रोजेक्ट म्यानेजरहरूको लागि यो किन यति जरुरी छ त? यसका पछाडि 4वटा बलिया कारणहरू छन् जसले सिधै लागत घटाउँछ र जोखिम हटाउँछ। यसले दिने फाइदाहरू 4वटा मुख्य स्तम्भमा टिकेका छन्। पहिलो, सोच्नै नसकिने गति, जसले सिधै लागत घटाउँछ। दोस्रो, मानवीय त्रुटिबाट हुने जोखिमको पूर्ण अन्त्य। तेस्रो, प्रोजेक्टको डाटाको पूर्ण सुरक्षा। र चौथो, एक क्लिकमै अडिट गर्न मिल्ने रिपोर्ट। सिधा हिसाब छ, समय भनेकै पैसा हो। जहाँ सिनियर इन्जिनियरको घण्टौं लाग्थ्यो, त्यो काम अब फुस्स केही सेकेन्डमा हुन्छ। यसको मतलब इन्जिनियरिङ खर्चमा प्रत्यक्ष बचत हुन्छ, प्रोजेक्ट छिटो सकिन्छ र आम्दानी पनि छिटो सुरु हुन्छ। र सबैभन्दा ठूलो कुरा, यसले पेनस्टक डिजाइनको सबैभन्दा ठूलो कमजोरी, यानि मान्छेले गर्ने हिसाब किताबको गल्तीको सम्भावनालाई नै जिरो बनाइदिन्छ। जब कम्प्युटरले हिसाब गर्छ, त्यहाँ गल्तीको कुनै ठाउँ नै हुँदैन, जसले गर्दा संरचना फेल हुने जोखिम नै रहँदैन। अनि अर्को महत्त्वपूर्ण कुरा, डाटा सिक्योरिटीको। यति ठूलो संवेदनशील प्रोजेक्टको डाटा कतै बाहिर जाने चान्स नै छैन। किनभने सबै काम इन्जिनियरकै कम्प्युटरमा हुन्छ, 100% लोकल प्रोसेसिङ, केही पनि इन्टरनेटमा जाँदैन। सोच्नुस् त, अब अडिटर वा लगानीकर्तालाई रिपोर्ट बुझाउन हफ्तौं लाग्दैन, केवल एक क्लिक र भेरिफाइड डिजिटल स्ट्याम्प लागेको पारदर्शी स्थिरता रिपोर्ट तयार। यसले तुरुन्तै विश्वास र पारदर्शिता कायम गर्छ। ल, बिजनेसको फाइदा त बुझियो, तर कतिपयलाई लाग्ला भित्र के छ त, साँच्चै भरपर्दो छ? आउनुहोस्, अब यसको इन्जिन नै खोलेर हेरौँ, यसको इन्जिनियरिङ कति बलियो छ भनेर। यसको मुटुमा छ एउटा 10 फोर्स फिजिक्स इन्जिन, जुन एईपीसीको गाइडलाइन अनुसार बनेको हो। यहाँ कुनै अन्दाजी चल्दैन, यहाँ चल्छ त केवल भौतिक विज्ञानको पक्का नियम। हरेक हिसाब किताब त्यही नियममा आधारित हुन्छ।
उदाहरणको लागि यो F3 फोर्सलाई हेरौँ न। यो भनेको के हो भने पाइपको घुम्तीमा पानीले दिने जोडको धक्का, त्यो पनि 100औं किलोन्युटनको। हातले हिसाब गर्दा सबैभन्दा धेरै गल्ती हुने ठाउँ नै यही हो, तर यो सफ्टवेयरले त्यसलाई ठ्याक्कै सही कोणमा हिसाब गर्छ हरेक पटक। त्यति मात्र होइन, सफ्टवेयरले त्यो ब्लक पल्टिन सक्ने सही बिन्दु, जसलाई पिभट पोइन्ट भनिन्छ, त्यो पनि ठ्याक्कै पत्ता लगाउँछ। यसले ब्लकको गुरुत्वाकर्षण केन्द्रलाई म्याप गरेर संरचनालाई पल्टिनबाट जोगाउन चाहिने मोमेन्टको सटिक गणना गर्छ। यो एकदमै परिष्कृत हिसाब हो। अनि यो इन्जिन स्मार्ट पनि छ। यसमा बिल्ट इन सेफगार्डहरू छन्, जस्तै यदि जमिन अलि कमजोर वा फिरालो छ भने यसले आफै सुरक्षित हिसाब गर्ने तरिका अपनाउँछ। त्यसैगरी पाइप माटोमुनि छ कि बाहिर खुला छ, त्यसअनुसार तुरुन्तै हिसाब परिवर्तन गरेर वास्तविक अवस्थाको नक्कल गर्छ। ल, अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कुरामा जाउँ, त्यो हो सुरक्षाको फाइनल ग्यारेन्टी। हरेक डिजाइनले यी अनिवार्य जाँचहरू पास गर्नै पर्छ। यहाँ 3 तारे सुरक्षा जाँच हुन्छ, त्यो पनि अटोमेटिक। पहिलो, ब्लक सर्छ कि सर्दैन भनेर स्लाइडिङ चेक। दोस्रो, ब्लक पल्टिन्छ कि पल्टिँदैन भनेर ओभरटर्निङ चेक। र तेस्रो, जमिनले त्यो ब्लकको भार थाम्न सक्छ कि सक्दैन भनेर बेयरिङ क्यापासिटी चेक। र अझै सकिएको छैन, यो 3वटै जाँच जाडो र गर्मी दुवै मौसमको लागि गरिन्छ। मतलब पाइप तापले फैलिँदा होस् वा चिसोले खुम्चिँदा डिजाइन हर हालतमा सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हुन्छ। त्यसैले अन्त्यमा एउटा प्रश्न सोच्न बाध्य बनाउँछ। जब यस्तो पक्का, छिटो र सुरक्षित अटोमेसन उपलब्ध छ भने अब पनि हातले डिजाइन गरेर त्यो महँगो र खतरनाक जोखिम बोक्नुको के अर्थ रह्यो र? यो प्रश्नले हामीलाई पुरानो तरिकामाथि पुनर्विचार गर्न मात्र होइन, त्यसलाई त्याग्न समेत प्रेरित गर्छ।